गाइस वेलकम ब्याक टु माई च्यानल अगेन तपाईँलाई मेरो च्यानलमा स्वागत छ। आज धेरै दिन बाद म भ्लग बनाउँदैछु किनभने आज चाहिँ मेरो लास्ट डे हो घरमा हैन। अन्त खुसी दुखी लागिरहेछ तर खुसी छु अब साथीलाई भेट्दैछु भनेर। सो वी आर भेरी यहाँ चाहिँ यस्तो भइरहेछ यहाँको नजर। अनि यहाँ चाहिँ यो चाहिँ उयो चियापत्ती टिपेको आमाले। सो गाइस अनि यहाँ चाहिँ मेरो बिरालो छ फुसफुस यहाँ। अनि यहाँ चाहिँ पापाले चाहिँ मेरो लागि अचार बनाइदिएको अरे होइन। यहाँ त्यसको अचार भन्दा चाहिँ यो चाहिँ फर्सीको बिहाको अचार हो। अनि चाहिँ कुटेर बनाउनु हुन्छ अरे पापाले। अनि यहाँ चाहिँ आमाले अचार बनाइदिनुहुन्छ यो चाहिँ स्पेसली मेरो लागि। अनि चाहिँ मेरो बिरालोले मेरो लागि अचार बनाइदिनु हुँदैछ। अनि के भन्दिनँ आमा मेरो लागि यो बनाउँदा कस्तो खुसी लाग्दैछ। अब यो बनाउँदैछु म अचार। अब बाह्र लान्छ पर्छ कलेज। आमाले दामी अचार बनाउँदैछ बिचारा मेरो आमाले होइन। यस्तो आगोमा गाइस यहाँ चाहिँ चल्लाहरू हेर्नु न मजाले होइन। मेरो चल्लाहरू घरको होइन। अन्त आमाले चाहिँ बिचारा मजाले बिहा कुट्नु लागि छान्दैछ मेरो लागि। अनि यहाँ आगो पनि रेडी गरिरहेछ। अनि मेरो पापा चाहिँ यहाँ गरम भएर चाहिँ मजाले फ्यान ताप्दै सुतिरहेको रहेछ नि त यहाँ फ्यान। अनि बिचारा अलिक यहाँ मेहनतले सफा गर्छु घरको वरिपरि। अनि यहाँ मेरो कुखुराले चाहिँ यति बेसी भुतभुते खेलेछ हेर्नु न। यसको विङ्स पनि हेर्नु यहाँ खेलेर यस्तो मैला गऱ्यो मेरो घरकै अगाडि। आमाले चाहिँ यस्तो मिन बनाइसक्यो होइन यहाँनिर। यो फर्सीको दाना थियो। यो चाहिँ फर्सीको दाना जस्तो मिन बनायो आमाले। खतरा छ हाम्रो आमा चाहिँ। भइसकेको छु हेर्नुहोस्। इबा के भन न अन्त छेमाको च्यानलमा सब्सक्राइब गरिदिनु मेरो छेमाको च्यानल। सब्सक्राइब गरिदिनु मेरो छेमाको च्यानल युट्युब च्यानल। अनि यहाँ दिएको थियो इबा खै सो नानालाई चाहिँ मैले चक्लेट लिइदिएको थिएँ होइन। रोजीले चाहिँ मलाई सो मिनी है चक्लेट। तिम्रो उता छ कहाँ छ तिम्रो? कसलाई दिनु होला अन्त उता पर देख्छु त। त्यो त मिठो नै दिएको थियो टिकटक दिनु होला मैले। सरी म त दिनु सक्दिनँ। जे पनि भन्दा मिठाई दिनु सक्छु यो चाहिँ दिनु सक्दिनँ। आज चाहिँ मेरो घरमा लास्ट हो होइन यता। अनि यहाँ नाना कति खुसी रहेछ म जाँदाखेरि। क्वेसन सोध्नु पऱ्यो नानालाई। हेलो एभ्रिवान है। हजुर मेरो बहिनी जान्दैछ। खुसी त के हुनु मनमा धेरै दुःखी मनमा पीडा बोकेर बसिरहेको छु। हृदयमा चोटहरू लागेको अब ठिकै छ आफ्नो है भविष्य आफ्नो अब उसको लागि हेर्नु पऱ्यो नि त। अनि त्यही भएर जाओस् जानै पऱ्यो। दिदी बहिनी बस्यो भने ज्यादा बस्यो भने बात छ तर राम्रोसँग जानु हुन्छ दादा हुन्छ। सो गाइसहरूले चाहिँ आज चाहिँ म लास्ट डे अफ माई आइम फिलिङ हल्का इमोसन हुँदैछु तर केही छैन लाइफमा बढ्नुपर्छ। आज चाहिँ म घरको नजर आज यस्तो छ लागिरहेको छु होइन। वाह 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 पप्पी 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 यता सो गाइस यहाँ चाहिँ हेर्नुहोस् न कुकुरहरूको चाहिँ नाको ओ नाको